आज श्रावण 15 खीर खाने दिन। सो म आज खीर बनाउँदैछु। खीरको लागि मैले लिएको छु हाफ ग्यालन मिल्क, 1 कप राइस, 1/3 कप स्लाइस आलमन्ड, 1 टीस्पुन कार्डमम पाउडर र 1 क्यान कन्डेन्स मिल्क। सो सबैभन्दा पहिला म एउटा भाँडामा दुध हाल्छु। अब यसमा 1 कप भिजाएको चामल, कन्डेन्स मिल्क, अब यसलाई बोइल हुन दिने। अब यो बोइल हुन सुरु भयो। यसमा कार्डमम पाउडर र आलमन्ड स्लाइस पनि हालिदिन्छु। सो यसलाई मिडियम लोमा बोइल गर्ने। अब यसमा हाफ टीस्पुन पनि मैले सल्ट अलिकति हालिदिएको छु। अब यो राइस कुक भइसक्यो। अब एकछिन चुलोलाई बन्द गरेर ह्यान्ड ब्लेन्डरले अलिकति ब्लेन्ड गरिदिन्छु म। द्याट्स इनफ। फेरि चुलो अन गरेर अब हाफ एन आवर कुक गर्ने। मेरो खीर रेडी भयो। मैले यो हाफ ग्यालन मिल्कमा 1 क्यान कन्डेन्स मिल्क हालेको थिएँ। मलाई त पर्फेक्ट छ सुगर। तपाईँहरू अलिक चिनी बढी खानुहुन्छ भने एक्स्ट्रा एड गर्न सक्नुहुन्छ। मेरो खीर रेडी भयो। सो मेरो खीर र आलुको अचार रेडी भयो। ओके, लेट मी टेस्ट। वाउ, सो गुड। तपाईहरु पनि यसरी नै बनाएर खानुहोस्।